यता कलाकारज्यूहरू दिदीज्यूहरू यता हाम्रो एकदमै मिठो आवाजका धनी कार्यक्रम सञ्चालक प्रदीप ज्यू सबैजनामा यता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई मैले मान्नुपर्ने व्यक्तित्वहरू हुनुहुन्छ। सबैजनामा नमन नमस्कार टक्राउँदै म उमा बिडारी। गुरुले भन्नुभएको जस्तो त्यस्तो त होइन, जे होस् अलिअलि म सिक्दै नै छु। हजुरहरूले कतिले पनि हेर्नुभयो के होला युट्युबमा उमा बिडारी भनेर खैजडी भजन नारायण भन्दै गाइरहेको, कतिजनाले हेर्नुभएको होला, नहेर्नुभएको छ भने पनि हेरिदिनु होला यति अनुरोध गर्दै। हुन त खैजडी भजन भनेको चाहिँ यस्तो ग्रुपमा गाउने गरिन्छ, समूहमा गाउने गरिन्छ, त्यसको बाजा भनेको खैजडी हुन्छ। खैजडी बजाएर मजाले सबैजनाले गाउने गरिन्छ। आज म एक्लै आएको छु, साथीहरू त्यति असमर्थ भएँ, त्यसकारण एक दुईवटा खैजडी भजनको नमुना, त्यसपछि हजुरहरू नाच्ने खालको भजन पनि मैले गाएकी छु, मेरो युट्युबमा पनि छ, त्यो गाउनेछु। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। सिद्धिदाता गणेशको ब्रह्मा विष्णु महेश्वरको श्री पशुपतिनाथ भगवानको सम्पूर्ण भक्तजनहरूको नेपाल आमाको सनातन हिन्दू धर्मको नध्यानै शिवको गरेर पछिको जन्जाल मेटिदियो। नै स्नान व्रत तीर्थ जपले स्वर्गै पनि आर्जियो। पौसाला फुलपातीले नतयही नामै चलाइलियो। एउटै के पुरुषार्थ सिद्ध नगरी यो जन्म फालिदियो। एउटै के पुरुषार्थ सिद्ध नगरी यो जन्म फालिदियो। नारायण राम 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 जन्मेको सार हुन्न, ए हेर लौ जन्मेको सार हुन्न, ओ जन्मेको सार हुन्न, हरे राम जन्मेको सार हुन्न, ओ नगरे त कर्म दान र धर्म जन्मेको सार हुन्न, ए नारायण नगरे त कर्म दान र धर्म जन्मेको सार हुन्न। नारायण विद्या सुन्न भनेर कान बनिए, के गर्नु ती कुण्डला, दानै गर्न भनेर हात बनिए, बाला भिरी के फल। जिब्रो पढ्न र मन्त्र जप्न बनियो, न स्वादका खातिर यो चोला उपकार गर्न बनियो, श्रृङ्गारमा के छ र यो चोला उपकार गर्न बनियो, श्रृङ्गारमा के छ र। फेरि कानमा आफूले चाहिँ लगाएको छ त्यस्तो भन्न मिल्छ भन्नुहुँदो रहेछ क्या कोही कहिले है। हातमा पनि लगाएकै छ, हामी नारीको श्रृङ्गार नै हो, भगवानको पालादेखि नै हामीले लगाउँछौँ। तर के भन्न खोजिएको भन्दा यो झुम्का लगाउन, मुद्रा लगाउन या बाला लगाउन मात्र हाम्रो हात काम, यो हाम्रो शरीर बनेको होइन है। हामीले दान पनि गर्नुपर्छ, विद्या पाठ मन्त्र जप सबै कुरा गर्नुपर्छ, दान धर्म पनि गर्नुपर्छ, त्यसको लागि पनि हाम्रो चोला बनिएको हो। यो लाउने नहुने चाहिँ होइन है, यसको चाहिँ यो आशय छ। नारायण राम 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 लानु केही छैन, ए हेर लौ लानु केही छैन, ओ लानु केही छैन, हरे राम
जगतमा दुर्नाम यही मृत्यु हो कीर्ति हो गहना सुशील रहनु यही इष्टवा मित्र हो कीर्ति हो गहना सुशील रहनु यही इष्टवा मित्र हो। नारायण राम 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 कीर्ति नै अमर छ हे राम कीर्ति नै अमर छ हाम्रो यो खैँजडी भजन भनेको चाहिँ एकदम पुरानो संस्कृति हो। हाम्रा बुवाले दाइहरूले विशेष गरी बुवाहरूले गाउने भजन हो यो। पहिला पहिला त महिलाहरू खासै हुनुहुन्थेन, पछि पछि भएपछि चाहिँ महिलाहरू पनि आउन थाल्नु भएको हो। नत्र यो भजनमा खालि बुवा र दाइहरू मात्रै। मैले पनि सानोमा त खासै सुनेको थिइनँ, यो ठुलो हुँदै आइसकेपछि 3-4 वर्ष अगाडि यसो मन्दिरमा जाँदाखेरि चाहिँ यो भजनको बारेमा थाहा भएर मलाई पनि इच्छा लागेर त्यहाँनिर नाच्ने र गाउने गर्न थाल्यौँ हामी। मेरो मम्मीहरू माइजूहरूसँगै गएर यसरी गाउँदा गाउँदै अहिले अलिअलि गाउन मन लागेर अहिले धेरै महिला समूहहरू पनि खैँजडी भजनमा हुनुहुन्छ। त्यस्तै म पनि त्यही अनुसार अगाडि बढिरहेको छु। हरेक दिन मन्दिरमा हुन्छ भजन हाम्रो, लाग्छ हामीलाई यो संस्कृति संसारकै राम्रो। एकैछिन सुन्नु होला सबले दी ध्यान, हाम्रो अभियान चाहिँ के भन्दा आफ्नो संस्कृतिलाई बचाइराख्नु त्यति मात्रै हो है। संस्कृतिलाई बचाइराख्ने हाम्रो अभियान। नारायण राम 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 हाम्रो अभियान ए राम हाम्रो अभियान जपौँ मुखमा राम, दुःख पर्दैन वचन लाग्छन् हामीलाई काम। नारायण राम 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 जपे तारिन्छ खुसी लाग्यो मलाई। भजनमा नाच्नलाई जान्नु पर्दैन है, जस्तो गरे नि हुन्छ। हात हल्लाउने, यसो आफू रमाउने, भगवानमा मन लगाउने, जस्तो नाचे पनि हुन्छ। आफ्नो आफ्नो तरिकाले नाच्ने हो। अब खैँजडी भजन होइन, अर्कै भजन गाउँछु, पक्कै नाच्नुहुन्छ सबैजना है। यो चाहिँ मेरो युट्युबमा पनि छ, उमा बिडारी युट्युब च्यानलमा। हजुरहरूले हेरेर माया पनि गरिदिनु होला। अरू अरू भजन पनि आउँदैछन्, यसो माया गरिदिनु होला। काले कृष्ण दयाको खानी, हामीलाई गोकुल लाने किन लाने। काले कृष्ण
भनेपछि हजुरहरूले सम्झिनु भयो भने कुनै बेला मौका जुरेछ भने पक्कै पनि गाउँला भन्दै आज यो मलाई यहाँ निमन्त्रणा गरेर हाम्रो उत्तम गुरुले यहाँसम्म बोलाएर यति भजन गाउने मौका दिनुभयो, मिठो बजाइदिनु भयो, त सहयोग गरिदिनु भयो। सबैजनालाई धेरै धन्यवाद। नाचेर गाएर ताली बजाएर साथ दिनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै जय हो, सबैको कल्याण होस्। हाम्रो